ल अहिले चाहिँ टिम्बु बजारदेखि माथि गुम्बासम्मको बाटो चाहिँ यसरी बनाएको छ, गरेको बाटो। हामी बच्चा टाइमदेखि यो लप्सीको बोट यत्रको यत्रै छ, यो उत्रको उत्रै। रुखलाई मार्नु पर्यो भने चाहिँ यसरी। यो चाहिँ गर्ल्स होस्टेल, यो चाहिँ बोइजहरूको होस्टेल हो। हेलो एभ्रिवान, म चाहिँ अहिले माथि गाउँमा आएको छु, टिम्बु। अनि टिम्बुदेखि माथि घर जाँदैछु। अनि आज चाहिँ टिम्बु बजारदेखि घरतिर जाँदै गरेको सानो क्लिप्स बनाउँदैछु, तपाईँहरू हेर्नु होला। यहाँ चाहिँ हाम्रो सम्देन भाइ आउँदै हुनुहुन्छ। हिजो हामी चाहिँ काठमाडौँबाट सँगै आएको थियौँ। अनि आज हामी यहाँ बस्छौँ, भोलि फेरि हामी काठमाडौँ फर्किन्छौँ। खोला त सुकेर ल अहिले चाहिँ टिम्बु बजारदेखि माथि गुम्बासम्मको बाटो चाहिँ यसरी बनाएको छ, गरेको बाटो। बना धेरै भएको छैन होला है। यो 2 महिना जति भयो होला यो बनाएको। हाम्रो टिम्बुको स्कुल गोल्मादेवी माध्यमिक विद्यालय। यहाँ चाहिँ टिम्बु बजार। हामी बच्चा टाइमदेखि यो लप्सीको बोट यत्रको यत्रै छ, यो उत्रको उत्रै। टाढै रहेछ। अब त हिँड्ने बानीहरू रहेछ, गाह्रो हुँदो रहेछ हिँड्नै। रुखलाई मार्नु पर्यो भने चाहिँ यसरी यसको पोख्रो सबै चारैतिर तासेर राखेपछि चाहिँ यो रुख चाहिँ अब अर्को वर्ष मर्छ हो। यो माछा फर्म एउटा चाहिँ यहाँ तल के अरे के भन्छ उता इसुङको एकजना चाहिँ तल्लोपट्टिको चाहिँ, अनि माथिको चाहिँ यता क्युल अलि तल्लोपट्टिको।
बजार बच्चा टाइममा यो बाटो कति ओहोरदोहोर गर्यो। यहाँ पहिले 3टा माने थियो, भूकम्पले भत्काएपछि अहिले यस्तो अवस्था छ। टिम्बु बजार के मन्दिर जस्तो बनाएको छ। मन्दिर नै बनाएको अरे। यो चाहिँ सबभन्दा माथि उतापट्टि यो मन्दिर हो, यतापट्टि पानी घट्टा। यहाँ यो चाहिँ महिला समूहको घर हो। अनि यतापट्टि यो ठुलो हस्पिटल स्वास्थ्य चौकी, पल्लोपट्टि चाहिँ त्यो पनि पाउन घर हो। यतापट्टिको वडा कार्यालय, यतापट्टि युथ क्लबको भवन। अनि यो तल चाहिँ यो चाहिँ स्कुल हो, बच्चामा म पढेको स्कुल। अनि यो तल चाहिँ यो सबै बजार हो। यो चाहिँ गर्ल्स होस्टेल, यो चाहिँ बोइजहरूको होस्टेल हो। Lasa. Em ra đâu qua bên đi, chậm với ông mà cái điều đó.